कन्ट्रोभर्सीको विषय बनेको छ। यसलाई अब दुई पाटोबाट हेरेका छन्, कतिले सकारात्मक रूपमा हेरेका छन्, कतिले चाहिँ नकारात्मक पाटोमा हेरेका छन्। कमल विषय पनि त्यही नौटंकी नाटकै देखाउने खाली हो भनेर विश्लेषण गरेका छन्। त्यो भएको के हो? एकातिर स्टेज छ, स्टेजमा गाउन गएको मान्छे कता टिममाथि चढेर गाउनु भयो भन्ने प्रश्न उठेको चाहिँ के हो? यो कमल चाहिँ के हो यो विवाद? यस्तो छ, अब अहिले कमल विषी टिममा उफ्रेर भाइरल भयो, टिममा उफ्रेर चर्तीकला देखायो भनेर चाहिँ यो कमेन्टहरू गरिरहनु भएको छ एउटा क्षेत्रले, एउटा साथीहरू सर्कलले। यसमा खासमा के हो भने यो रोल्पा थबाङ महोत्सवको कहानी हो। रोल्पा थबाङ महोत्सवमा गएको बेला मेरो कति गते थियो, सायद 4 गते हो कि कति गते थियो है, 2-3 गते कति गते थियो, 2 गते थियो होला। कार्यक्रम राम्रो भयो रोल्पा थबाङ महोत्सव। अनि ठ्याक्कै स्टेजमा मेन स्टेज भन्दा अब दर्शकको डिमान्ड अनुसार कलाकार अलिकति हौसियो भने, जोस आयो भने दर्शकदेखि नजिकै पनि जान्छ है। त्यही अनुसार म नजिकै गएँ। अनि त्यहाँ चाहिँ के रहेछ भने त्यो जेन्टरमा पानी पऱ्यो भने त्यो जेन्टरलाई छोप्नको लागि राखिएको एउटा माथि टिन राखिएको, तिरपाल नभनौँ, टिन राखेको भनौँ न, एउटा स्टेज जस्तै भनौँ कि त्यो के भनौँ, छानो, त्यो छानो रहेछ। अनि त्यो छानोमा चाहिँ कतिपय दर्शकले मान्दै तपाईँ यहाँ आउनु पर्यो, मेन स्टेज टाढा भयो, हामीलाई त्यहाँ भिडियो खिच्न गाह्रो भयो, जो हुन्छ नि दर्शकहरू एकदम रमाइरहेछन्। यो टिनेज दर्शकले तपाईँलाई हौसला दिनुभयो आउनुहोस् भनेर, त्यो हौसाइदिनु भयो उहाँहरूले। त्यति बेला एउटा कार्यक्रम स्टेजमा हिँडिरहेको कलाकारको प्रेसर र बुलेट बाइकको सिसी जस्तै हुन्छ अरे क्या, 550 को सिसी। हामी होसमा त हुन्छौँ, तर पनि कसरी दर्शकलाई एउटा मनोरञ्जन, राम्रो मनोरञ्जन दिने भन्ने हुन्छ नि त। अनि त्यो जुन टिनको छाप्रोमा मैले स्वयंसेवक साथीहरूसँग सल्लाह गरेँ, म माथि चढ्न पाउँछु कि पाउँदिनँ। दर्शकहरूले माल्दै तपाईँ यहाँ चढ्नु भन्नुभएको छ। ठ्याक्कै दर्शकहरू अगाडि हुनुहुन्छ, 4-5 2-3 हजार जति दर्शकहरू हुनुहुन्थ्यो है, राम्रो दर्शकहरू 3-4 हजार कति हुनुहुन्थ्यो गाउँमा जुम्लाको थबाङ महोत्सवमा। त्यति भनिसकेपछि मैले आयोजकलाई भने यसमा चढ्दा तपाईँलाई अप्ठ्यारो हुन्छ भने म चढ्दैन, केही गाह्रो अप्ठ्यारो पर्छ भने चढ्दैन, चढाउन सक्नुहुन्छ त भनेपछि स्वयंसेवक 5 देखि 7 जना साथीहरू हुनुहुन्थ्यो। 7 जना तपाईँले भिडियो भन्नुभएको, 5-7 जना लगाएर मलाई माथि चढाउनु भयो। किनभने त्यो एकदम हाइट थियो, त्यो जुन टिनको स्टेज भनौँ न होइन, हाम्रो भाषामा छानो, टिनको छानो भन्नुपर्छ, जेनेरेटर छोप्नको लागि छानो बनाइएको हो। मैले प्रस्तुति दिइसके पछाडि त्यसलाई स्टेजको रूपमा प्रयोग गरियो भनौँ न, टिनको स्टेज पनि भन्न मिल्यो। त्यसमा साथीहरूले चढाउनु भयो। चढाइसके पछाडि मैले माथिबाट प्रस्तुति दिएँ। यसरी दर्शकहरू रमाइरहनु भएको छ कि त्यहाँ तपाईँले भिडियोमा पनि देखिरहनु भएको छ होइन। त्यहाँ कसैलाई पनि आपत्ति भएन क्या दर्शकहरूले। मालदाई टिनमा चढेर कार्यक्रम बिगार्यो, रोल्पामा आएर नराम्रो व्यवहार देखायो भनेर कसैले पनि भन्नु भएन। कार्यक्रम यति भव्य भयो कि अघिल्लो दिनसम्म त्यहाँ राम्रोसँग महोत्सवै सञ्चालन भएको थिएन अरे भन्नाले त्यति दर्शकहरू आउनु भएको थिएन अरे। त्योबाट म गएको दिन चाहिँ भनौँ दर्शकको चाहना अनुसार, दर्शकले भनेअनुसार कार्यक्रम व्यापक भयो अरे, राम्रो भयो अरे कि खुसी हुनुभयो। राति 8 बजीसम्म महोत्सव चलाएछ त्यो दिन। 8 बजीसम्म त्यतिकै दर्शकहरू बस्दैन नि। मैले सबै खालका गीतहरू गाएँ। अब त्यहाँ लोकल डान्सरहरू पनि नाच्नुभयो, अन्य कलाकारहरू पनि हुनुहुन्थ्यो। मैले चाहिँ त्यो टिनको छानोबाट गीत गाएँ, रमाइलो भयो, सबैले भिडियो बनाउनु भएको रहेछ। तर सामाजिक सञ्जालमा रोइलो भयो कि त्यही कुरा। यस्तो छ, अब कसैलाई अब सबैलाई सबै कुरा पच्छ, सबैलाई सबै कुरा राम्रो लाग्छ भन्ने छैन है। त्यो कुनै मैले गलत नियतले मैले नराम्रो गरेँ जस्तो मलाई लाग्दैन। म एउटा इन्टरटेनर हो, म एउटा कलाकार हो। दर्शक र आयोजकको चाहना अनुसार मैले आफ्नो प्रस्तुति दिने हो। कसरी हुन्छ दर्शकलाई मनोरञ्जन दिने हो है। मेन स्टेजमै पनि कतिपय दुर्घटनाहरू भएका कहानीहरू हुन्छन्। स्टेज भाँचेको कहानीहरू सबैको वस्तु भाँचेको भयो के हुन्छ? टिनको छानो भाँचेको भयो, कति घाइते हुन्थ्यो, काट्थ्यो होला नि तपाईँ? यसो सोच्नु भयो नि तपाईँ? यस्तो हौसेको बेला त्यो त एउटा पाटो त्यसरी पनि लिन मिल्छ नि। जस्तो त्यो खास स्टेज पनि होइन, एउटा छाप्रो जस्तो त्यो छोप्नको लागि बनाइएको, त्यो भाँचेको भयो, मान्छेले टिनले काटेको भयो, फलामी लागेको भयो, दुर्घटना पनि त यस्तो। मैले त्यसको लागि हामी स्टेजमा चढिसके पछाडि दुर्घटना गराउने उद्देश्यले त्यहाँ गरिएको हुँदैन, हामी संयमित पनि भइन्छ है। जो 5-7 जना साथीहरू तपाईँले भिडियोमा पनि देख्नु भएको छ, च्याप्प समातेर बस्नु भएको छ क्या चारैतिर, उहाँहरू केही पनि नहोस् भनेर। म अलिकति जोसमा चाहिँ छु, त्यति बेला जोसमा थिएँ। जोसमा होस गुमाए भनेको छ नि क्या अहिले।
सुन्नु न, जोसमा मैले होस गुमाएको भए त्यहाँ दुर्घटना हुनुपर्ने नि त। त्यो आरोप लाग्यो नि त। नै आरोप लगाउन पाइयो है, दर्शकहरूले आफ्नो विचार मजाले राख्नु पाउनुभयो। तर मैले जोसमा होस गुमाएर कि कोही चेलीबेटीलाई नराम्रो केही व्यवहार भएको कि, कोही मान्छेलाई टिनले काट्यो कि है, कुनै न कुनै मान्छेलाई त्यहाँ चोटपटक लाग्यो कि, मैले जुत्ता हाने कि कसैलाई, मैले जोसमा होस गुमा भए त मैले त्यो होस गुमाएको व्यवहार गर्थेँ होला नि त। एज अ म कलाकार हो, मैले इन्टरटेन दिइरहेको छु, त्यहाँ आएको दर्शक र आयोजकहरू खुसी हुनुहुन्छ। दर्शकहरू त कुरै नगरौँ 8 बजेसम्म बसेर भिडियो बनाइरहनु भएको छ क्या। जब यो भिडियो सामाजिक सञ्जालमा पछि भाइरल भयो 2 दिन पछाडि मात्रै मैले थाहा पाएँ कमल विशीले त टिममा नाचेर चर्ती कला देखायो भन्ने कुरा। जब त्यहाँ आयोजकसँग हामी छुट्टिएर आउँदा पछिल्लो दिन रोल्पाको एउटा जलजला भन्ने ठाउँ छ, पर्यटकीय ठाउँ, जलजला ठाउँमा त्यहीँको आयोजकले हामीलाई आफ्नै खर्चमा लिएर जानुभयो। लोकल दिदीबहिनीहरूले कति धेरै माया गर्नुभयो। त्यहाँ एउटा मगर समुदायको राम्रो बस्ती रहेछ है, फेरि पनि आउनु होला भाइ। यदि मैले नराम्रो व्यवहार गरेर त्यहाँका दर्शकहरूलाई चित्त दुखाएको भए त्यो खालको मैले माया पाउँथेँ। अहिले पनि तपाईँले त्यहाँ आयोजकलाई फोन गरेर सोध्न सक्नुहुन्छ कमल विशीले कस्तो व्यवहार गरे, कमल विशीको रोल्पा थबाङ महोत्सवमा कस्तो छाप रह्यो। जे पनि गरिदिन्छ भन्ने आरोप त तपाईँलाई लागेकै हुन्छ। आरोप यस्तो छ है, एउटा कुरा के चर्चामै आउनको लागि गरियो क्रियाकलाप हो। सुन्नु, मैले भने नि, मैले त्यहाँ जे पाएँ त्यही गरेर कसैलाई भिडियो खिच्न लगाएर त्यो कुरा मैले आफै भाइरल बनाएको भए चर्चाको लागि गरे भए भन्नुहुन्थ्यो। 2 दिन पछाडि रोल्पा महोत्सवको भिडियो आफै भनौँ न कहीँ कतै टिकटकतिर भाइरल भएर त्यहाँबाट साथीहरूले नराम्रो कमेन्ट गर्न सुरु गर्नुभयो। मैले गरेँ होला त्यो। मैले त दर्शकलाई इन्टरटेन दिइरहेको छु, दर्शकलाई मनोरञ्जन दिइरहेको छु भने एउटा कुरा म तपाईँलाई नढाँटेर भन्छु, हरेक मेला महोत्सवमा जाँदा म त्यहाँको पर्यटन सम्बन्धी जुन ठाउँ हुन्छ नि त्यहाँको प्रचार गर्नुपर्ने ठाउँको म प्रमोसन गर्छु। हजुरहरूले मेरो भिडियो कति हेर्नु, तपाईँले बोल्नु भएको थियो एउटा किन नहोस् है, जुम्लाको त्यो मार्सी चामल उत्पादन भएको ठाउँ सिजा किन नहोस्, जुम्लाको तातो पानी भनेको जिन्दगीभरि तातो पानी आउने ठाउँ छ, त्यहाँको पनि मैले भिडियो बनाएको छु। ज्योति मगर दिदीको जिल्ला जो भनौँ न शान्तिश्री परिवारको जिल्ला रोल्पामा गएर माओवादीको जनयुद्ध सुरु भएको ठाउँको पनि मैले भिडियो बनाएको छु क्या। भने म त्यो भाइरल हुनको लागि जे पाए त्यो भिडियो बनाउँछु, जे पाए त्यो गर्छु र समाजको लागि कहिले कसो उस्तै पऱ्यो भने बुढा गीत सङ्गीतमा राम्रो गरेर पनि आज गाउँमा थन्किएर बसेका व्यक्तिहरूको मैले भिडियो बनाएको छु। म कलाकार मात्र नभएर एउटा मिडिया कर्मबाट कलाकारितामा छिरेको, यो भाइरल हुनको लागि हो र समाजको लागि होइन। मेरो भगवान्लाई झुक्ने गराउँछु गीत लेख्ने धनबहादुर सुनार बैरागी काइला जो बर्दियाको हुनुहुन्छ, उहाँ आर्थिक हिसाबले भनौँ न अलिक विपन्न हुनुहुन्छ र बाँसुरी बजाउँदै पसलमा गएर सारङ्गी बजाएर मागेर खानुहुन्छ क्या। उहाँको घरमै गएर मैले सक्ने सहयोग गरेँ अस्ति, त्यो देखाउनुलाई त गरेको होइन। भन्नेले जे पनि भन्न पाउनु भयो, सकारात्मक नकारात्मक सबै कुराहरू समाजमा मान्छेले गर्न पायो। सबै कमल विशीको फ्यान हुन्छ भन्ने पनि छैन। अहिले चाहिँ दाइ म तपाईँको डाइहट फ्यान भनेको मान्छेले साँझ गएर फेक आइडीबाट यो राणीको छोरा भनेर कमेन्ट गर्छ। अहिलेको जमाना त्यस्तो छ क्या। आफ्नै दाइ आफ्नै भाइले पनि चित्त बुझेन भने फेक आइडी बनाएर नराम्रो तरिकाले कमेन्ट गर्ने बेला छ यति बेला। भने मेरो कारणले समाजमा राम्रो छाप परिरहेको छ भने कति बेला मैले समाजको लागि नराम्रो काम गरेर भाइरल हुन खोजेँ। नयाँ प्रतिभालाई म सपोर्ट गर्छु, मनदेखि सपोर्ट गर्छु। फेरि अहिले नयाँ प्रतिभाहरू मसँग आउन खोज्नुहुन्छ, किन भन्दा कमल विशीको साथ लियो भने मलाई पनि सपोर्ट हुन्छ भनेर होइन र मैले नयाँ प्रतिभालाई सपोर्ट गरे जस्तो गरेर युज गरेर छोडेको छु र कसैलाई नराम्रो व्यवहार गरेको छु र आत्मादेखि सहयोग गरेको छु। सकेको सहयोग क्या, फेरि नसक्ने सहयोग म गर्न सक्छु भनेर कहिले पनि भन्दिनँ, गर्छु भनेर पनि म आश्वासन दिन्दिनँ। त्यो कारणले गर्दा कहाँ म भाइरल हुनको लागि लागि परे त हो, म सामाजिक सञ्जालमा बढी एक्टिभ हुन्छु। त्यो मैले मिडिया कर्मबाट मैले सिकेको। म कलाकार हो भने मेरो कुरा मैले आफै बिकाउनुपर्छ। म महोत्सवमा हिँड्दा मेरो भिडियो फुटेजहरू म आफै पब्लिस गर्छु। त्यही भएर तपाईँले आरोप लाग्यो होला। सुन्नु न, मेरो आफ्नो कुरा मैले बिकाउन पाएन। तपाईँले आलु बेचिरहनु भएको छ भने तपाईँको आलु तपाईँले बेच्न पर्ने हो कि अर्काले बेचिदिन्छ? हजुरले आफै बेच्नु। हजुरले मिडियामा कन्टेन्ट अर्को साथीले खोजिदियोस् भनेर चाहनुहुन्छ कि आफै खोज्नुहुन्छ मिडियामा कन्टेन्ट? म मेरा कुराहरू आफै बिकाउन तल्लीन हुने कलाकार।
त्यो चाहिँ हो। तर भाइरल हुनको लागि जे पाएँ त्यो मैले कहिले पनि गरेको छैन। हो कहिले कसो त्यो संयोगवश भइदिन्छ, मैले नचाहेर भएको। यो टिनको छाप्रोमा नाच्यो भन्ने कुरा पनि कति ट्रोल बनिरहेछ कि मलाई भन्दा मेरो परिवारलाई पोलेर न्युजहरू बनाइरहनु भएको छ, त्यो पोलेर कमेन्टहरू गरिरहनु भएको छ। मेरो मम्मीको के दोष? कमल बिसी माल्दाले जन्म हुने त्यो 60-62 वर्षको मेरो घरमा बाबा हुनुहुन्छ बर्दियामा, त्यो बुढाको के दोष? बुवा आमालाई दोष दिइरहनुहुन्छ नि, त्यो तपाईँले पनि देख्नुहुन्छ नि कमेन्टहरूमा। कमेन्ट पढ्नुहुन्छ सरासर आफूलाई आएका कमेन्टहरू? म पढ्दिनँ, कहिले कसो अरू साथीहरूले मलाई पठाइदिनुहुन्छ, म कमेन्ट धेरै हेर्दिनँ। पछिल्लो दिनमा धेरैभन्दा धेरै गाली खाने कलाकारमध्ये म पनि पढ्छु। नराम्रो गरेर चाहिँ होइन है, जति गाली दिनुहुन्छ नि हाम्रो एउटा श्रोता दर्शकहरूले, यो गालीलाई मैले आशीर्वादको रूपमा लिन्छु। गालीबाट म सच्चिनु पनि सक्छ है, तर त्यो भन्दै गर्दा दर्शक श्रोताले गरेको गाली जस्तै चाहिँ म छैन है। फेरि तपाईँले गरेका सकारात्मक कुराहरू त तपाईँले फेसबुकमा सेयर गर्नुहुन्छ, रिल्स बनाएर हाल्नुहुन्छ होइन। तपाईँ कसैले नकारात्मक न्युज बनाइदियो भने पनि त्यसलाई पनि सेयर गर्नुहुन्छ है, के हो यो कारण चाहिँ? धन्यवाद दिन्छु, धन्यवाद दिन्छु। मेरो भिडियोहरू तपाईँले हेरिरहनु भएको हुन्छ होइन, कसैले मेरो बारेमा नराम्रो भनेको व्यक्तिलाई पनि मैले थ्याङ्क यू सो मच भनेर कमेन्ट गरे हुन्छु। मलाई एकचोटि के भयो, मुख छाडेर एकजनाले मलाई इनबक्स म्यासेजमा म्यासेज लेख्नु भएको थियो, मुख छाडेर थ्याङ्क यू सो मच ब्रदर भनेर मैले लेखेँ। अनि उहाँले त्यसलाई अनसेन्ड गर्नुभयो पहिला लेखेको म्यासेजलाई।